नमस्ते मित्रहरू, अन्तिमसम्म यो भिडियोलाई हेरेर तपाईहरूले साथ दिनुहोला मलाई र तपाईहरूले लाभ लिनुहोला। मलाई लागेको सत्य तपाईलाई नलाग्न सक्छ नि। तपाईको अनुभव तपाईको सत्य बन्ने गर्छ, मेरो अनुभव मेरो सत्य बन्ने गर्छ। जो व्यक्ति लड्यो त्यही व्यक्ति त्यहाँबाट उठ्न सिको। ए नलड नलड नलड, लड्नु हुँदैन भनेर तपाईले डर देखाउनुहुन्छ, उसले केही सिक्न पाउँदैन। तपाईले त लड, त्यहाँबाट केही पाठ सिक। गल्ती गर्दैछस् भने गर, तर त्यहाँबाट केही पाठ सिक। अब गल्ती नै दोहोरै नराख, सिक त्यहाँबाट। तिमी त यो गर्न हुन्न, यो खान हुन्न, यो गर्न हुन्न। तिमी जे गर्दैछौ त्यसमा ध्यान देऊ न। अब तिमीले ध्यान दिन्छौ, तिमी आफैले थाहा हुन्छ नि के सही के गलत भनेर। यो कसले सिकाउने? त आफूलाई लागेको सत्य अरूलाई यही नै हुनुपर्छ भन्ने कोसिस गर्छौ र एक अर्को बीच नराम्रो हुन्छ।